हामी कता जाँदैछौँ? हामी हिँड्ने बजारको सडकहरूमा दिनौँ एउटा मौन युद्ध भइरहेको छ। तर यो युद्धको कुनै समाचार छैन। यो युद्धमा कोही जिम्मेवार छैन, किनभने यहाँ मारिने पैदल यात्रीको तथ्याङ्क राख्ने कोही छैन। यहाँ फुटपाथमै ठेलाले किचेर अपाङ्ग हुनेहरूको सूची कसैले राख्दैन र यो अराजकताको जडमा बसेर ताली बजाउनेहरूले भोलि फेरि चुनाव जित्ने आँट गर्दैछन्। सडक फराकिलो नगरी बनाएको पिच सडक यो केवल डिजाइनरको गल्ती होइन, यो हाम्रो सोचको गल्ती हो। सडक अव्यवस्थित बनाउने योजनाकारले मानिसलाई बिर्से, ट्राफिक प्रहरीले जनतालाई बिर्से र जनप्रतिनिधिहरूले आफ्नै कर्तव्य बिर्से। एकातिर पैदल यात्री, बुढाबुढी, बालबच्चा, असहाय शास्तीले दिनौँ हिँड्न बाध्य छन्। अर्कोतिर फुटपाथ, जुन पैदल यात्रीको निजी सम्पत्ति हो, त्यहाँ ठेलाले पसल थापिसके। तेस्रो सवारी साधन, जसलाई गुड्न ठाउँ चाहिँदैन तर ठाउँ छैन। यी तीनैले हरेक दिन जोखिम मोलिरहेका छन्। यो व्यवस्थापन कसले गर्ने? जब फुटपाथ नै ठेलाको कब्जामा हुन्छ, तब पैदल यात्री सडकमा पस्न बाध्य हुन्छन्। जब सडकमा पैदल यात्री र ठेला दुवै हुन्छन्, तब सवारी साधनको चालकले ब्रेक, हर्न र गाली बाहेक अर्को विकल्प नै पाउँदैन। यो अवस्था कसले सिर्जना गरेको हो? के यो प्राकृतिक प्रकोप हो या प्रशासनिक प्रकोप हो कि जनप्रतिनिधिहरूको लापरवाही? स्थानीय जनप्रतिनिधि किन मौन छन्? ट्राफिक प्रहरीहरू किन मौन छन्? के उनीहरूले यो सबै देख्दैनन् कि देखेर पनि आँखा चिम्लिने बानी लागिसक्यो? के जनताको पीडा उनीहरूको एजेन्डाको सूचीमा सधैँ तल्लो पङ्क्तिमा रहन्छ? के यो पनि एउटा नीति हो, मौन रहेर शासन गर्ने? जब जनप्रतिनिधिले समस्याहरूमा मौन बस्छ, तब यो मौनता नै भ्रष्टाचारको सबैभन्दा ठुलो रूप हो। जब ट्राफिक प्रहरीले फुटपाथ अतिक्रमण देखेर पनि ट्राफिक जामको बहाना मात्र बनाउँछ, यो मौनता नै नागरिक अधिकारको हत्या हो। जब स्थानीय सरकारले सडक फराकिलो बनाउन ठाउँ छैन भन्ने बहाना बनाउँछ, त्यो बहाना नै योजनाको पराजय हो। हामी आम सर्वसाधारणको आँखा खुलोस् भन्ने मेरो आग्रह छ। हामीले बुझ्नै पर्छ, यो सडक हाम्रो हो, फुटपाथ हाम्रो हो। हाम्रो हिँड्ने अधिकार कसैले लुट्न पाउँदैन। ठेलाले जीविका चलाउँछ, तर जीविकाको नाममा फुटपाथ नै अपहरण गर्नै पाइँदैन। व्यवस्थापनको जिम्मेवारी प्रशासनको हो, तर यहाँको प्रशासन सुतेर बसेको छ। स्थानीय सरकार, तपाईले सडक फराकिलो बनाउने योजना बनाउनुहोस्। यदि सक्नुहुन्न भने फुटपाथ अतिक्रमण गर्नेलाई कारबाही गर्नुहोस्, तर बीचमा बसेर के गर्नु भन्ने मौनता तोड्नुहोस्। ट्राफिक प्रहरी, तपाईको काम जाम खोल्ने मात्र होइन, फुटपाथ खोल्ने पनि हो। जसले फुटपाथ ओगट्छ उसमाथि कारबाहीको सुरुवात गर्नुहोस्, अनि मात्र सवारी साधन र पैदल यात्री बीच सन्तुलन आउँछ। अनि हामी सबै अभिभावकहरू, शिक्षकहरूले स्कुल कलेज जाने विद्यार्थी भाइ बहिनीहरूलाई सामान्य ट्राफिक नियम पनि सिकाउँ।